भनेकै त्यस्तै चिसो हुन्छ अनि के त विदेश भनेकै त्यस्तै चिज हो नि त खानु लाउनु काम गर्नु बस्नु त हो नि बस्नु पाए भइगयो नि त अनि कमाउनु गएको होइन तिमीहरू त्यहाँ रुम स्ट्यान्डर्ड खोजेर बस्ने हो त्यता डाइस हो नि तेरो अहिलेको जेनेरेसनमा के भन्छ त्यसलाई मलाई थाहा भएन हामीले पहिला पहिला त्यस्तो भन्थ्यो अनि दाँतको पनि दाँतको पनि ढाइसको गोटी बन्छ हेर्ने के बोल्नु थाल्यो कि अब तैँले कुटे खाइस् तरकारीहरू थोरै लिएर पनि आऊ है त्यो जीवानी मर्छु त्यही त के आइ किन झगडा गरे भन् त नक्कली तिमीलाई भनेको होइन उयो भनेको त्यो अनिल भनेको मैले के हो के को यो माया कसो छाडा बोल्ने हो बोल्छु के गर्छस् अरे आइज नि तेरोमा टुप्पी फुर्कायो टुप्पीमा जाँदै ठग्यो भने उयो हाउ फर्ने हेरेको चाहिँ त्यस्तो के गर्छु अहिले बोल्दै गर्न तेरो मुखसुख भत्काएर म नि के गर्नु भन पागल नि तिमी यहाँ पुच्छौ अरे हजुर दाजु मान्छे लाट दिन्छ रहन्छ यार कस्तो खतरा बोल्ने कि त केटी त यार को म खतरा बोल्छस् त मान्छे खतरा हो नि त थाहा छैन मलाई डर लाग्यो हात चिम्लिनु पर्यो आई डोन्ट लाइक गर्ल्स अरे के मलाई गर्ल्सहरूले भाउ खाएको नै पर्दैन मेरो साथीहरू सबै मसँग बोल्छ होइन म पनि ल्याङ्ग्वेज बोल्छु होइन तर मलाई त्यस्तो भाउ खाएर केटा होस् या केटी होस् कोही पनि मन पर्दैन तेरो बाउ त बाधा नि भनेको होइन अरे कसलाई भनेको त नि तैँले चाहिँ तेरो साला तैँले मलाई भनेको त्यसलाई भनेको भन्छ उयोलाई भनेको पाग नि यो नम्बर मेरो चाहिँ गुड फ्रेन्ड हो अम्मा कसम कपाल कस्तो डेन्जर खैरो बनाएको आँखा तिरिमिरी भयो मेरो यार अलि टाढा बस्छ को पागल नि हौ यो तिवानीले को पागल नि भन्दैछौ पागल नि यो नुमा मेरो चाहिँ गुड फ्रेन्ड हो यो यस्तो बोलेको हौ अरे को छ यहाँ फेरि पागलनी चाहिँ कहाँदेखि देख्यो यसले पागलनीलाई चाहिँ साह्रै मोटेर अरे दाँत साथ भकाइदिनु नपर्छ जे पाइ त्यही को छ हौ पागलनी यसको पागलनी चाहिँ को ओके ओके अरे ए आइको भन्ने पागलनी रहेछ यसको यहाँ मेसेज अहिले यस्तो हेर्दाखेरि आइको पो हो यसको पागलनी आहा म त छक्क परे रे को यो टिसरमा राउटे रे आमा बच्चा जस्तै बोल्छ अनि बच्चा त हो नि आइ जा त्यसो भए त्यहीसँग बोल मेरो उयो तिवानी साथी हो हेर है छोरी कहाँ यहाँ छ भनेको चाहिँ खै पो भन्छ खोइ पाएको यहाँ कोही पनि छैन साँच्चै त पागल नै भइसक्यो मेरो पनि साथी हो तिवानी अरे मेरो बेली म्याउ म्याउ अनि के गरेर बस्छ काठमाडौँ के म स्टडी गर्दै थिएँ अस्तिसम्म अहिले स्टप गरेपछि गो किन यस्तो गरेको नानी
अनि रिजल्टै दिएको छैन अनि के गर्नु त अनि पढेर म चाहिँ म दिन्छु रिजल्ट पास भएर भोलिबाट जा ए उसलाई मेरो टिकट चाहिँ कहिले त मेरो टिकट चाहिँ कहिले आउँछ नि क्या छ खबर अहिले आउँछ ल एकछिन पक्ल बैशाखमा आउँछ अरे फेल भएछु कि राख्यो फेल भए के रे मैले तँलाई एकचोटि अघि तँलाई हाँस त किन हाँस्यो भन् त उसमा मैले तँलाई के उसमा हल्का च्याट गर्दाखेरि हाँस्किन मेरो मन ओइ बादनी गएको है म अरे ओके बाई अल्टो बस अनि तेरोमा आउँछु साले तेरोमा पनि पाक म मुख छाडिदिन्छु पाक म्यासेजमा यो डेन्जर खाले केटी कसम यार आमा ल भन्दैछ है भाइ कता हो रे मेरो सोल्टी चाहिँ उता नेपालमै हो म चाहिँ बाहिर हो ए भाइ पो भनेको म त दाइ हेर्नुको चाहिँ भाइ पो रहेछ कसलाई भनेको कति राम्रो बोलेको अरे मेरो त बोली नै यस्तै छ साथीभाइलाई त म त यसरी नै बोल्छु मलाई यस्तै बोल्न आउँछ यस्तै सिकाएको छु यस्तै बोल्छु पागलले केटी हो त यार कसम हेर्न मुख कस्तो बङ्गाएर त अनि सुन यहाँ ऊ पनि लगा टिका लगा न सानो त्यो सानो टिका पाउँछ नि तपाईँलाई राम्रो देख्छ बैशाखदेखि टिका लाउँछु बैशाख 1 गते